फेरि पनि तपाईँहरूलाई मेरो भ्लगमा स्वागत छ। म चाहिँ कलेज सकेर आइसकेँ। सक्नुहुन्छ मेरो यहाँ ब्याग र कोट यसरी फालेछु। म मेरो साथीको घर आएको। म चाहिँ साथी चाहिँ त रुम सफा गरिरहेछ, म चाहिँ बसिरहेको छु आनन्दसित। यस्तै छ। अब हामी बाहिर गएर भेटौँला। अर्को साथी नै आउँछ, ऊ चाहिँ घर गइसक्यो। म चाहिँ यतै आएको। ऊ चाहिँ अब ड्रेस चेन्ज गरेर आउँछ होला। हामीले चाहिँ रुम मिलाइरहेछ। हामी रुम मिलाइसकेपछि निस्किन्छौँ। रुम हुन्छ, रुमहरूले मिलाइसक्यो। रुम मिलाए जस्तो सफा देखिन्छ घर है। यो खाट चाहिँ बाँकी छ अझ मिलाउन। आधी मात्रै मिला। मेरो साथीले चाहिँ मलाई चिया बनाइदिइरहेछ यहाँ मजाले। अब म चिया खान्छु, यहाँ नि चिया खान्छ। अहिले बाहिर गएर नि अब के हुन्छ त्यही खान्छौँ हामी। यो त भागै कुरा भएन। वेस्किट भएपछि के गर्नु, यस्तो काम। यसको यस्तो लोसे छ क्या, लोसे। यसको टिभीमा हेर्नु यस्तो कपडा लाएर टिभी नचला। चियामा चिनी लाखेन यसले बनाएको चियामा। चिनी यति नै लाखेन गाइज, चिनी लाखेन है। म त छिक्का खान्छु होइन, यसले गुदेर गुले खानु भएर। मलाई चाहिँ चिनी लागेन, धेरै गुले खानु मिठो छ, चिनी नलागेन। त्यो चाहिँ आउँदैछ। म चाहिँ त्यसलाई लिन जान लाग्यो होइन। म पनि जाँदैछु। म चाहिँ त्यसलाई लिनलाई आइपुग्दैछ, आउँदैछ, बाटोमा छ। यही फुच्ची हो, आउँदैछ। यही बहिनी हो, आइरहेछ है। आइरहेछ। हेलो धोकेबाज। के को धोकेबाज? म यो लुगा लाएर आउँदिनँ, म स्कुल ड्रेसमै आउँछु। पनि स्कुल ड्रेसमै छौ, म अनि त्यही काम भ्याएर आउँछु। झुटुबा स्कुल ड्रेसमा आउँछु भनेको थिएँ मैले होइन। लास्टमा आउट ड्रेसमा पुरा ब्ल्याकी भएर नबोल त मेरो भ्लगमा। अरे यत्रो बाक्लो ज्याकेट थियो नि त, अनि अब त्यो कसरी लाएर आउने कि मलाई कति नजिकबाट गरे। टाढाबाट चाहिँ 0.5 हो। इसकी गारंटी मैं नहीं दे सकता। यस्तो छ यो गद्दारी। ब्युटिफुल कलेज गएँ देखाएको छ क्या। कलेज गएँ देखाएको छ क्या। ए तँलाई घर थाहा छ? यो घर हो है। ल छिटौँ भित्र। हामी जाँदैछौँ। उता माथिबाट कराइरा यहाँ लुगा धुने कार्यक्रम भइरहेछ। जाम माथि जाम जाने हो। म त अब जाने नै ड्रेसमा। म त जाने ड्रेसमा जान्छु म चाहिँ होइन त। अझ माथि म भनिरहेको छु। 3rd फ्लोर 2nd फ्लोर। मेरो आइडी कार्ड किन नबनाएको त बनाउनु पर्छ नि। सिधा जाऊँ सिधा। यता बाटो छैन कि, कहाँ चस्मा लाएर आँखा नदेख्ने कि। उताको यो फाइनली भेट भइसक्यो यिनीहरूको। गाइस कति पछि भेट्यो तिमीहरू भन त? हामी 2 वर्षपछि। के भयो तिम्रो साथी? एक्सिडेन्ट भइसक्यो। गेट विल सुन साथी। हेर्न सक्नुहुन्छ उसको खुट्टामा घाउ भइसक्यो बिचरा। मुखतिर नि घाउ भयो। कसरी भएको तिम्रो साथी हो? ऊ त ग्याङ फाइट गरेर घाउ बनाएर आएको छ। पुरै घाउ बनायो साथी। यस्तै हो, घाउ देखाउने बहाना मैले ट्याटु देखाइराखेँ क्या आफ्नो भन्न खोज्दा। मलाई यसरी समात्नु दे। यस्तो छ यसको पारा। रुम हेर्नु हो र के हो, राम्री भएर आएर लाजा हो कि एएलयू बिआइएन चिठी हानिरह यसले। कुकुरले नि सल्लाह चिठी हानिरह राम्री भएर। तू समझा? हाँ नहीं तू समझा नहीं होला न। भेट्न आएर यस्तो एक्सिडेन्ट भएर बसिरहेको। खै के लिएर आइसला भेट्न?
बुके लिएर आउनु पर्दैन भन्नुपर्छ नि है मलाई त भेट्न आइज क्याफे जानु भएन थियो क्यारे क्याफे यसले पे गर्छ नि त कति राम्री भएर है कपडा देखाएन उसको कसको यहाँ चाहिँ नदेखाइ भिडियोमा त के भयो अरे 4 बजीतिर यसलाई खुट्टा बिचोल मेरो यो भन्छ पुरै त्यो हुन्छ नि त्यो यस्तो फर्का कि है 10 मिनट जति म खुट्टा सिधा पार्न खोज्छु त्यही हुँदैन म यसरी बटाएर यस्तो 4 बजी रुँदै बस्दै 4 बजी रोगो क्या म त यस्तो अनि बिचरा यसलाई उठाउँ भनेको एकछिन यसको कुरा छ पुरै लम्बु कस्तो रोइदिरहेको क्या म त साइकल तर समाउने हो नि त होइन अनि यसले के भन्यो भने मलाई त यस्तो खुट्टा फर्केर और अभी तो रुको क्लाइमैक्स अभी बाकी है यस्तो गरेर बजारे बटारेर बस्यो त बटारेको खुट्टामा झन् बटारेको छ समाउने पो हो नि यस्तो खुट्टा तल उठ भनेको हो कि अनि यसले उठ भनेको जुलुक्कै उठेर कि यस्तो अब यो खुट्टा यहाँनिर भएको हो नि त अनि म यसरी बसेको यसरी थिचाएर यसरी बसेपछि निको भएको मेरो खुट्टा तब उठाएर यसले मलाई होइन बिहान उठ्ने बित्तिकै पानी खुवाइदिएको धारा त्यही त पानी यस्तो त नहाल है यो हुन्छ ल घाउ ऱ्यासेस छ भएन लभ बाइट भन्यो भने त के भन्ने लभ बाइट कहिलेदेखि यस्तो कोथारेको हुन्छ यस्तो लभ बाइट हुँदो रहेछ गाइस अनि यसले हामीले राति अनि कति सुत्दा थिएन त्यही पनि म कलेज गएँ म त यसले अहिले के भएर पढिरहेको छु पढ यसले भर्खरै होटल म्यानेजमेन्ट देख्यो होइन अनि त्यो होटल म्यानेजमेन्ट चाहिँ कुन चाहिँ होटलको होटेलको पढ यसले भर्खरै होटल म्यानेजमेन्ट देख्यो होइन अनि त्यो होटल म्यानेजमेन्ट चाहिँ कुन चाहिँ होटलको होटेलको गाइस यसको त मजा लागिरहेको यस्तो कालो मजा लागिरहेको मसँग सफा छ क्या तर म फोहोर बनाउन चाहन्न भने ओभर फोहोर रहेछ त है म त अब यसले यसरी फाल्यो है मजा यो भिडियो बनाएको भएर मात्र हो न यही लाउँथ्यो यसले हिजो के अरे बिहान जुरुकी उठ्नु बित्तिकै मेरो मोजा देखेको निन्द्रामा यही मोजा मागिरहेको थियो यसले निन्द्रामा हिजो लिएर आयो यसले भिडियोको लागि मात्रै सफा लिएर आयो अहिले मैले भिडियो बन्द गरेँ नि यही लाउँछ यही 40 अबे सालो शर्म कर लो शर्म अब यसले यसरी फाल्यो है मजा यो भिडियो बनाएको भएर मात्र हो न यही लाउँथ्यो यसले हिजो के अरे बिहान जुरुकी उठ्नु बित्तिकै मेरो मोजा देखेको निन्द्रामा यही मोजा मागिरहेको थियो यसले निन्द्रामा हिजो लिएर आयो यसले भिडियोको लागि मात्रै सफा लिएर आयो अहिले मैले भिडियो बन्द गरेँ नि यही लाउँछ यही 40 गजब बेइज्जती है देख्नुभयो होइन कस्तो फोहोर हेर्छ यस्तो मजा पनि लाउँछ देश मोजा चाहिँ छ है भनेर देखाउनु लाग्यो अरू पनि छ हेर्ने स्पोर्टको त्यो मैले किनेर ल्याएँ होइन तैँले पैसा दिएर पैसा त मेरै होइन गएको त म हो नि त अनि यो चाहिँ हेरिरह मस्त जोक मारा रे ये हंस रे हलकट हंस मोजा कसरी लाउँथेछ फेरि पनि हामी निस्किरहेको चाहिँ खाना पुऱ्याउन गएर दाईको हामी चाहिँ हिँड्दैछौँ यहाँ खै कहाँ जाने हाम्रो थाहा छैन रानी भन्नु हामी सरको क्याफे जाने कुरा भइरहेको यहाँ जाने र अहिले म चाहिँ ड्रेसमै जानु सरको क्याफे मैले तारा भनेको हो क्या अरे म चाहिँ सरको क्याफे लुगामा जाने हो क्या भजिटेरियन हो यो भजिटेरियन जहाँ भेज ऊ त्यहाँ साग छ खा ऊ त्यो ऊ अगाडि नै छ ऊ के भन्छ अरे यसलाई फर्सीको मुन्टा बास्ना गन्ध नभन न हिँडिरहेछौँ हामी अब हामी चटामरी पुग्छौँ त्यो चाहिँ एउटा क्याफेको नाम हो अब त्यहाँ गएर हामी खाजा खान्छौँ मजाले टन्नै खान्छौँ अनि फेरि घर फर्किन्छौँ होइन
हाम्रो परिवारमा त कोही नै छैन भेज यार, एकजना पनि छैन। अन्डा भेजिटेरियन होइन, नन भेज हो। यहाँ थोमस दाईको नाम लेखा रहेछ है। यहाँ चाहिँ बाइक पार्किङहरू। सल्लाह घाँस है लम्बु, यता घाँस टिप्दैनले खान्छ। पिस छ है, जाने बाटो चाहिँ गल्ली गल्ली छ होइन। यहाँ गाडी साडी नि आउँदैन त्यस्तो विधि। आयो भने हल्का फुल्का आउँछ। अब चाहिँ हामी यहाँ ठिक्क पेट्रोल पम्प हुन्छ नि त्यहाँ पुग्छौँ। त्यहाँबाट चाहिँ हल्का अगाडि A1 क्याफे र 16 फुटेको बिचमा भएको क्याफे नै चटामरी हो होइन। त्यही हो चटामरी हो कि होइन साथी? यता हेर त साथी, तिमी उसलाई त आँसु झार्नकै छ क्या। दिनु पर्यो भने चाहिँ के गर्ने के म दिन्छु म। हामी के अरे होटलबाट आएपछि ल मसँग भयो भने त दिइहाल्छु नि म होइन। पेट्रोल पम्प पुग्यो नि, यही हो पेट्रोल पम्प। हिँड्दैछौँ। अब हाम्रो बाइक स्कुटर छैन, यस्तै हिँड्दै बनाउने हो हामीले त। यो साइडबाट नबना न, यो साइडमा नराम्रो आउँछ कि यो साइडबाट बना। यस्तो मजाको छ पिङ्की बस। उसको चाहिँ फेरि छुट्टै छ क्या पारा, मेरो यो साइड राम्रो आउँदैन। मिल रहा है मुझे क्या दे रहा है उससे मुझे। यहाँको दृश्य स्कुटर चाहिएमा आउनु होला यहाँ किन्न होइन। खै कहाँ छ? पुग्यौँ तर यस्तो छ है, फुलेन छैन। अब यसले ढ्याङ गर्छ। अब ढ्याङ गर्दैछु। ढ्याङ गरिसक्यो होइन त भने। तर खुल्छ कि खुल्दैन यही हो है ल्याउने मान्छे चाहिँ। हेर्नुहोस् खुला छैन अहिलेसम्म। यही हो क्याफे गाइज, यस्तो एम्बियन्स। हामी पुगिसक्यौँ। यहाँ यस्तो चिसो किन भने पङ्खा चलाएर चाहिँ यहाँ खाजा खाने कार्यक्रम। मैले पनि खाएको छु यार, अनकम्फर्टेबल भइरहेको मलाई ड्रेसमा। फोटोसुट हुँदैछ यहाँ गाइजहरू दुईजनाको। हाम्रो यहाँ फोटो हेर्ने कार्यक्रम भइरहेछ। हाम्रो यहाँ खाइसक्यौँ, यहाँ फोटो हेर्ने कार्यक्रम। अघि खिचेको सबै फोटोहरू छ है। यहाँ प्रिटी गर्ल्सहरू छन्। अब चाहिँ हामी यहाँ छोडेर जाँदैछौँ, निस्किरहेको छौँ। मेरो चार्जर खोटाल्दै खा झोलाबाट। यता सानोवाला प्याक पकेटमा खायो त्यो चेनमा। यसमा खायो जाँदैछौँ हामी। अगाडि मिरर छ। भयो कि मेरो झोलामा के छ निकाल्नु है? झोलामा आज के छ आज? ठुलो चेन सानो चेन त ए म खोज्छु। किनभने पायो कस्तो है ब्यागमै झोलामै चार्जर छ भन्छ अनि सानो ब्याग मेरो। यो उठाइदेऊ, कसैले उठाइदिनु मेरो कोट। आफै उठाउनु पर्यो अब हामी। यस मजा आ रहा है। आई एम प्रिन्सेस ट्रिटमेन्ट। अब हामी जाँदैछौँ है यता माथि निचो ठाउँ। हिँड्दैछौँ हामी टक्क घरतिर। आधी बाटो पुगिसक्यौँ, आउँदैछौँ अगाडि यो छ। यस ब्लगर ग्याङ होइन त। तिमी पनि अब खोल्नुपर्छ है छिटै, तिमीले नि अब चाँडै खोल्छ गाइस। कसले दिएको भन न रबर्ट चिन। म अहिले आफैले किनिस् मेरो पज हटाएर। हिँड्दैछौँ हामी कलाएर, हेर हेर यस्तो चर्को घाम छ है हाममा। यस्तो गर्मीमा यो यस्तो बाक्लो ज्याकेट लाएर हिँड्छ। चर्को घाम छ। त्यही पनि म चाहिँ ड्रेसमै छु स्टिल। मेरो कोटहरू यसले बोकिदिरह। छुट्टिने कार्यक्रम हुँदैछ। यो जान्छ अब यहाँबाट स्ट्रेट। के विधि हो पनि आए। हामी चाहिँ यताबाट जान्छौँ म चाहिँ। र बिदाई गरौँ। बाई 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 बाई। हामी चाहिँ हिँड्दैछौँ। ओहो मैले मेरो कोटै बिर्सेँ। हामी अब हिँड्दैछौँ टक्क
यहाँबाट यसको घर समयलाई पुऱ्याएर म चाहिँ त्यहाँबाट आफ्नो घर जान्छु किनकि मेरो साथी हिँड्नु छैन लम्बु गर्मी भएन अरे त्यही खुसी मलाई समय त न त कस्तो ज्ञानी छ मेरो साथी बिदा हुन्छौँ ल बाई 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 के भन्न चाहनुहुन्छ भन्दैन म यार बाई बाई